जो हामीले चाहिँ अहिले राहत गाँस कपासको सहयोग गर्दैछौँ, व्यवस्थित तरिकाले गर्नुहोला, जो कि सम्बन्धित ठाउँसम्म पुग्दाखेरि एकदम व्यवस्थित कि त्यो उपयोग गर्न सकुन्। लत्ता कपडाहरू, खानाका सामानहरू, खाद्यान्नहरू, बस्नको लागि ओड्ने ओछ्याउनेहरू दिँदै हुनुहुन्छ, त्यो चाहिँ व्यवस्थित तरिकाले ठाउँसम्म पुगुन् र त्यो पुग्ने मान्छेले पनि एकदम चिजै गरेर युज गर्न पाउन्। त्यस्तो गरी पठाउनु होला। प्याकिङ राम्रोसँग गरेर, जो तेल खानेकुराहरू लिक्विडहरू चाहिँ पोखेर लाउने कुराहरूमा त्यस्ता कुराहरू चाहिँ नबिग्रुन् भन्ने हिसाबले सबैजनाले त्यसरी गरेर प्याकिङ गरिदिनु होला। गाडीमा लोड गर्दाखेरि पनि त्यही प्रकारले लोड गर्नु होला र अनि सम्बन्धित ठाउँसम्म पुग्नको लागि एकदम राम्रो केयरफुल गरी पुर्याउनु होला। किन भन्दाखेरि यहाँनिर हाम्रो नेपाली जनता त एकदम भेडा नै छन्। किन भन्दाखेरि मरेको मान्छेको लास निकाल्न कहाँ सुन निकालेर बस्ने मान्छेहरू छन्। त्यही भएर पुर्याउँदा सम्म ती व्यक्तिहरूले पाए कि पाएनन् भनेर एकदम केयरफुल गरेर नै दिनु होला। किन भन्दाखेरि यहाँनिर उयो मानवता भन्ने कुरो नै छैन। मान्छेहरू कस्ता छन् भने जो चाहिँ साँच्चै नै पीडित हुन्, उनीहरूको हातमा नपुर्याइकन आफै लालचमा परेर त्यो पनि लिनलाई सक्छन् होइन। एकदम बुद्धि नै नभएका मान्छेहरू छन्। प्लिज सबैजनाले सहयोग गर्दाखेरि चाहिँ सम्बन्धित ठाउँ सम्बन्धित मान्छेसँग नै पुग्योस् भन्ने हिसाबले गर्नुहोला भन्ने मेरो पहल हो। यो खाद्यान्नका सामानहरू पठाउँदाखेरि चाहिँ तपाईँ हामीले यो फलफुलहरू तरकारीहरू पठाउँदाखेरि चाहिँ राम्रोसँग नपुग्ला होइन। अब ठाउँमा बच्चाहरू पनि होलान् होइन, सानो एकदम सानो बच्चाहरू पनि होलान्। उनीहरूको लागि दुधको व्यवस्था होस्, ल्याक्टोजिनको व्यवस्था होस्, त्यो हिसाबले सबैजनाले सहयोग गर्नुहोला। अहिले चाहिँ सबैजनाले मान्छेहरूले धर्म भनेको चाहिँ अहिले चाहिँ अन्नमा नै छ भनेर भनेको छ। अन्नदान सबैभन्दा ठुलो दान हो, गुप्त दान गर्नुहोला। अहिले चाहिँ यो सबैजनाले फेसबुकहरूमा हुन त त्यो सबैजनालाई हौसला पनि मिल्छ। यो हाल्दै गर्दा मैले सहयोग गरेँ भनेर भन्दा मैले सहयोग गरेँ भन्दा तपाईँ नै गर्नु, अब तपाईँको पालो भनेर पनि हुनसक्छ होइन। तर सकेसम्म चाहिँ गुप्तदान गर्नलाई चाहिँ गर्नुहोला। त्यो पनि गुप्तदान भन्दा प्रोत्साहन गर्नुहोला, त्यो पनि ठिकै छ। यस्तो उयो नगर्नु होला। ठिक छ, ओके। सबैजनाले सम्बन्धित ठाउँसम्म पुगोस्। सरकारलाई ठुलोभन्दा ठुलो सहयोग गरौँ। सबैजनाले रुपियाँ जति सकिन्छ त्यति प्रत्येक घरबाट 150 प्रत्येक व्यक्ति पछि निस्क्यो भने त धेरै नै हुन्छ। त्यही भएर